हेलो साथीहरु, नमस्कार। आराम हुनुहुन्छ हजुरहरु सबैलाई स्वागत छ रेनुज किचन युट्युब च्यानलमा। आज मैले मेरो भान्सामा चाहिँ अनदीको लट्टेको रेसिपी लिएर आएको छु। मैले अनदीको लट्टे बनाउनको लागि 1 किलो अनदीको चामल लिएको छु। त्यो चामललाई चाहिँ सबैभन्दा पहिला बोलमा खनाएर एकचोटी पखालेर त्यसको पानी फालिसके पछाडी मैले 10 देखि 15 मिनेट तातो पानीमा त्यसलाई भिज्नको लागि छाडिदिए। हजुरहरुले त्यसलाई 1.5 घण्टा चिसो पानीमा भिजाएर पनि पकाउन सक्नुहुन्छ। मलाई चाहिँ एकदमै छिटो चाहिएको कारणले गर्दाखेरि तातो पानीमा युज गरेको हो। अनि 10 देखि 15 मिनेट त्यो चामल भिजिसके पछाडी अब यसलाई म पकाउनतिर लागे। अनि लट्टेमा मैले के सामग्री युज गरे भनेर हजुरहरुले भिडियोमा पनि देख्नु भएको छ। म क्रमैसँग हजुरहरुलाई बताउँदै पनि जान्छु। मैले चाहिँ कुकर बसाले त्यसलाई त्यो घिउलाई चाहिँ तताउनको लागि त्यहाँ राखिदिए। घिउ तातिसके पछाडी मैले मेथी फुराएँ। मेथी चाहिँ कालो भइन्जेलसम्म फुराउनु पर्ने हुन्छ। अनि मेथी हल्का ब्राउन कलरको देखिन थालेपछि मैले 5 वटा सुकमेल, 5 वटा ल्वाङ, 5 वटा मरिचलाई पनि त्यहाँ फुराइदिए। यो चाहिँ अप्सनल हो, हजुरहरुले फुराउनु पनि सक्नुहुन्छ, नफुराउनु पनि सक्नुहुन्छ। मलाई चाहिँ यसको स्मेल एकदमै मन पर्छ, त्यही भएर मैले चाहिँ फुराएँ। त्यसपछि त्यो हल्का ब्राउन कलरको भइसके पछाडी अनि अघि पखालेर राखेको चामललाई त्यसमा राखेर चलाइदिने। अनि बिस्तारै चलाउँदै जाने र यो लट्टे चाहिँ अलटक्क पर्दै जान्छ चलाउँदा त्यसलाई चाहिँ बिस्तारै नातिकन पकाउनु पर्ने हुन्छ। मेरो भिडियोहरु हजुरलाई कस्तो लागिरहेको छ, हजुरहरुको सल्लाह सुझावको एकदमै मलाई आवश्यक छ। मेरो युट्युब च्यानल चाहिँ हजुरहरुले सब्स्क्राइब गरिदिनु होला र केही सल्लाह सुझाव छ भने हजुरहरुले मेसेजबाट पनि दिन सक्नुहुन्छ र मेरो भिडियोहरुलाई लाइक अनि कमेन्ट पनि गर्न नबिर्सिनु होला। भन्दै यता चाहिँ बेसार पनि राखिसकेछु है। अनि एकछिन चलाइसकेपछि मैले त्यसमा बेसार राखिदिए। यो बेसार पनि हजुरहरुको अप्सनल हो, हजुरहरुले राख्न पनि सक्नुहुन्छ, नराख्न पनि सक्नुहुन्छ। मैले चाहिँ राखेर पकाएँ किनकि एकदम कलरफुल कस्तो राम्रो देख्छ अनि हेल्थको लागि पनि बेसार एकदमै बेस्ट मानिन्छ। अनि मैले चाहिँ मेरो लट्टेमा चाहिँ मह र चिनीको प्रयोग गरेको थिएँ। मसँग धेरै रहेनछ मह, अनि मह मात्रै युज पनि गर्न सक्नुहुन्छ। हजुरहरुले यसमा भेलीको युज पनि गर्न सक्नुहुन्छ, खुदो युज गर्न सक्नुहुन्छ। तर मसँग चाहिँ मह थोरै थियो अनि मह प्लस चिनी मैले चाहिँ युज गरेर त्यसलाई एकछिन चलाएर अनि थोरै पानी राखेर मैले एक सिटी लाउनको लागि छाडिदिएँ र एक सिटी लगाइसके पछाडी चाहिँ यस्तो देखियो लट्टे। एकदमै मिठो भएको थियो, खाँदा पनि। हजुरहरुले पनि घरमा बनाएर यसलाई ट्राई गर्न सक्नुहुन्छ। थ्यांक यू सो मच एभ्रीवन फर वाचिङ माई भिडियो।